हेलो मिनेसान कोनिचिवा। आज पनि तपाईहरुलाई इजी जापानिज ल्याङ्ग्वेजको युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। यति बेला यहाँहरु इजी जापानिज ल्याङ्ग्वेज हेरिराख्नु भएको छ र आज म तपाईहरुलाई लेसन 1 पढाउँदै छु। यहाँहरुले अन्तिमसम्म हेरेर साथ दिनु होला। आउन सुरु गरौँ लेसन 1 लाई। दाई इक्खा यो चाहिँ दाइको खान्जी, यो इची भनेको एक भइहाल्यो अनि खा भनेको लेसन 1। दाइ भनेको यो चाहिँ लेसन भयो, यो 1 भनेको है लेसन 1 भनेको दाइ इक्खामा हामीले पढ्नु पर्ने भनेको चाहिँ ल यो के भन्नुस् त देशका है। देशका भनेको चाहिँ क्वेसन गर्दाखेरि जहिले पनि लास्टमा चाहिँ देशका आएको हुन्छ है। जस्तै ओ नाम आयो नान देशका, तपाईको नाम चाहिँ के हो, नानसाई देशका, कति वर्षको हुनुभयो हैन। लास्टमा देशका आयो भने जहिले पनि क्वेसन गरेको हो भनेर हामीले बुझ्नुपर्छ। देशका भनेको के गरेछ, क्वेसन गर्दा लास्टमा क्वेसन गर्दा लास्टमा आउने। देशका चाहिँ के रहेछ त, क्वेसन गर्दा लास्टमा आउने के रहेछ त, देशका रहेछ। अर्को छ देश भनेको हो, एन्सर दिँदा लास्टमा आउने। देश भनेर के रहेछ त, एन्सर दिँदा लास्टमा आउने। र कस्तो भन्नु पर्दाखेरि जस्तै ओ नामाय वा नाम देशका भनेर क्वेसन सोध्यो हैन। ओ नामाय वा नाम देशका, तपाईको नाम चाहिँ के हो भन्नु पर्यो भने यसमा एन्सर दिनु पर्यो भने चाहिँ वातासिनो नामाय वा थापा मगर सुरज देश। लास्टमा चाहिँ के आउँछ त, देश आयो भने यो एन्सर गरेको हो अथवा केही कुराहरु मलाई एन्सर चाहिँ दिएको छैन भन्ने अर्थ हुन्छ है। देश भनेको चाहिँ एन्सर दिँदा हुँदो रहेछ है। अर्को भनेको चाहिँ यो पढ्यो हामीले हैन। यो हामीले पहिला यसलाई चाहिँ हिरागानामा हा भनेर पढिन्थ्यो है। हिरागानामा हामीले यसलाई हा भनेर पढेको थियो। अब यो अरुसँग जोडिएर अरु लेटरसँग जोडिएर आयो भने चाहिँ यो हा नै भनिन्छ। र यो चाहिँ सिंगल आयो भने यसलाई चाहिँ वा भनिन्छ है। वा भनेको चाहिँ यसलाई चाहिँ वा भनिन्छ। म साइडमा लेख्दिएँ, यसलाई चाहिँ वा भनेर उच्चारण गर्नुपर्छ है त। लेख्दाखेरि हा, बोल्दाखेरि वा उच्चारण गर्नुपर्छ यसलाई। अनि अर्को त्यसै गरी छ मो लेखौँ पहिला। मो भनेको पनि, मो भने के रहेछ त, पनि। वातासी मो केउसी देश, म पनि शिक्षक हो। वातासी मो गाकुसे देश, म पनि टिचर हो भन्नु पर्यो भने मो लाउनु पर्यो। मो भने के रहेछ त, पनि रहेछ। दारे भनेको को, दारे भने के रहेछ, को हैन। आनो हितोवा दारे देशका, ऊ त्यो व्यक्ति चाहिँ को हो भन्नु पर्यो भने जस्तै दारे भने आयो नि त हैन। दारे भनेको को, आनो हितोवा दारे देशका, ऊ त्यो व्यक्ति चाहिँ को हो। दारे भने के रहेछ त, को। ल अर्को दोनाता चाहिँ दारेको पोलाइट के हुँदो रहेछ, दोनाता है। जस्तै आनो खाता वा दोनाता देशका, उहाँ चाहिँ को हुनुहुन्छ। यसमा चाहिँ रेस्पेक्टली आउँछ है। रेस्पेक्ट गर्नु पर्यो। आनो खाता वा दोनाता देशका, उहाँ चाहिँ को हुनुहुन्छ हैन। दोनाता भनेको दारेको पोलाइट रहेछ है त। आनो हितो भनेको ऊ त्यो व्यक्ति, आनो हितो भनेको रहेछ त ऊ त्यो व्यक्ति। आनो हितो वा दारे देशका, ऊ त्यो व्यक्ति चाहिँ को हो है।
अनि आनो खाता भनेको चाहिँ उहाँ भन्ने अर्थ लाग्छ है। आनो खाता भनेको उहाँ। आनो खाता वा दारे दोनाता देशका आनो खाता आयो भने दारे भन्न मिल्दैन। आनो हितो आयो भने दारे भन्ने, आनो खाता आयो भने दोनाता भन्ने है त। आनो हितो वा दारे देशका होइन, ऊ त्यो व्यक्ति चाहिँ को हो? आनो खाता भन्न मिलेन, आनो खाता चाहिँ मिल्यो है। आनो खाता वा दोनाता देशका उहाँ चाहिँ को हुनुहुन्छ? आनो हितो आयो भने दारे भन्ने, अनि आनो खाता आयो भने दोनाता भन्नु पर्यो है। आनो हितो वा दारे देशका ऊ त्यो व्यक्ति चाहिँ को हो? आनो खाता वा दोनाता देशका उहाँ चाहिँ को हुनुहुन्छ होइन त। आनो हितो आयो भने दारे भन्ने, आनो खाता आयो भने दोनाता भन्नु पर्दो रहेछ है त। ल त्यो भयो। त्यस गरी हामी अर्को पढ्छौँ साई। साई भने के हो त? वर्ष। नान साई देशका कति वर्षको हो भन्नु पर्यो होइन। वातासी वा हाताची देश म चाहिँ 20 वर्षको हो। वातासी वा जिउ हासाई देश म चाहिँ 18 वर्षको हो है। साई भनेको वर्ष। अनि ओइकुचु भनेको कति वर्ष है। ओइकुचु देशका कति वर्षको हो? देशका लास्टमा चाहिँ देशका आउनै पर्यो है। क्वेसन गर्दाखेरि लास्टमा चाहिँ देशका आउनै पर्छ। ओइकुचु देशका कति वर्षको हो भन्नु भनेको है। अनि ओइकुचु अथवा यसलाई नानसाई पनि भन्छ है। नानसाई भनेको पनि कति वर्ष? ओइकुचु भनेको पनि कति वर्ष र नानसाई भनेको पनि कति वर्ष? नानसाई देशका कति वर्षको हो भनेर भन्नु पर्यो है। ल र यो एकचोटि सबैजनाले नोट गरिदिनु होला। र हामीले यसमा पढ्नु पर्ने भनेको यति नै हो है त। हामीले ल अर्को छ एउटा चाहिँ छ लास्टमा। एउटा भनेको ज्याआरी मासेन। देश भनेको हो भने अब होइन भन्नु पर्यो भने ज्यारी मासेन होइन भन्नु पर्यो है। ज्यारी मासेन भनेको होइन भनेर भन्नु पर्यो है। ल आउनुहोस् त क्वेसन बनाउनुहोस्। जस्तै ल एउटा म तपाईँलाई क्वेसन बनाउनु दिएँ, सबजनाले यो बनाउनु होला। म चाहिँ DOCTR डक्टर हो भन्नु पर्यो। ल म चाहिँ डक्टर हो। ल अब भन्नुहोस् त। जस्ट सिम्पल छ है। म भने के हो त? हामीले मिनिङमा पढिसकेका छौँ। म भनेको चाहिँ वातासी भने के रहेछ? म भनेको वातासी। र चाहिँ भनेको के छ त? हेर्नुहोस् त यहाँ चाहिँ भनेको के छ त? वा। लेख्दाखेरि या बोल्दाखेरि वा होइन त। वातासी वा डक्टरलाई के भन्छ थाहा छ तपाईँहरूलाई? डक्टर भनेको ईस्या र ईस्या जसले भन्नुभयो उहाँहरूले मिलाउनु भयो। ईस्या अब हो भने के रहेछ त? देश। वातासिवा सरी हो लेखेछु मैले। वातासिवा ईस्या देश। वातासिवा ईस्या देश। म चाहिँ वातासी भनेको म, वा भनेको चाहिँ, ईस्या भनेको डक्टर, देश भनेको हो। अनि नेपालमा चाहिँ यसरी पुरा बिना लिन्छ, जापानमा चाहिँ यो मार सानो मार लिन्छ है त। ल अब अर्को त्यो व्यक्ति चाहिँ को हो भन्नु पर्यो। त्यो व्यक्ति चाहिँ को हो भन्नु पर्यो। ल एकछिन बनाउनुहोस् त। त्यो व्यक्ति चाहिँ को हो र त्यो व्यक्ति चाहिँ को हो भन्नु पर्यो है। त्यो व्यक्तिले के भन्दो रहेछ? आनो हितो। त्यो व्यक्ति भने के हो? आनो हितो भनेको त्यो व्यक्ति। चाहिँ भनेको वा रहेछ। चाहिँ भनेको के रहेछ त? वा। अनि आनो हितो आयो भने दुईटा को छ? एउटा दारे छ, एउटा दोनाता छ। र आनो हितो आयो भने के लाउनु पर्दो रहेछ त? यहाँबाट सर यहाँ गएको छ नि त, दारे भन्नुपर्छ है त। आनो हितो वा दारे। अनि क्वेसन गर्दा के हुन्छ त? देशका। आनो हितो वा दारे देशका। त्यो व्यक्ति चाहिँ को हो भन्दाखेरि देश मात्र लेख्नु मिल्दैन है। यो क्वेसन गर्यो भने चाहिँ के गर्नुपर्छ त? हामीले
देशका लाउनै पर्छ एन्सर दिँदा मात्रै देश भन्नु पर्यो। अब को हो त जस्तै एउटा होला नि मिराजी होला नि त हैन मिरा सान देश मिरा जी हो सकियो है त सिम्पल छ। आनो हितवा दारे देशका मिरा सान देश ऊ त्यो व्यक्ति चाहिँ को हो मिराजी हो। वातासी वा इस्या देश म चाहिँ को हो डाक्टर हो भनेर भन्छ है। ल यति तपाईले सर नोट गर्नु होला। र अर्को म तपाईलाई मेटर लेखिदिन्छु र यो सबैजनाले सारिदिनु होला। एउटा चाहिँ यो के हो भन्नुस् त हाई लेखेँ है मैले। हाई भनेको हजुर हजुर हो भनेको है। अनि इए भनेको नाइ भनेको नाइ होइन हजुर हो है। हाई भनेको हजुर हो इए भनेको नाइ होइन। जस्तै कसैले तपाईलाई तपाईँ चाहिँ इन्जिनियर हो भन्यो हैन तपाईँ चाहिँ इन्जिनियर हो आनातावा तपाईँ चाहिँ इन्जिनियर देशका तपाईँ चाहिँ इन्जिनियर हो भनेर कसैले तपाईँले सोध्यो तपाईँले हो भने के भन्नु पर्यो हाई हजुर वातासी वा इन्जिनियर देश म चाहिँ को हो त इन्जिनियर हो। र तपाईँ होइन भने इए नाइ वातासी वा इन्जिनियर जियारिमासेन म चाहिँ इन्जिनियर होइन भनेर भन्नु पर्यो है। र जस्तै आनातावा इन्जिनियर देशका आनातावा इन्जिनियर देशका आनाता भनेको के हो त तपाईँ तपाईँ वा भनेको चाहिँ तपाईँ चाहिँ इन्जिनियरले के हुन्छ इन्जिनियर हो त तपाईँ चाहिँ इन्जिनियर हो त भनेर भन्छ। अनि हो कि होइन तपाईँ यदि हो भने हाई हजुर वातासी वा इन्जिनियर देश हाई भने के रहेछ हजुर वातासी भनेको म वा भनेको चाहिँ इन्जिनियर भनेको इन्जिनियर अनि देश भनेको हो भयो। अनि होइन भने तपाईँ इन्जिनियर होइन भने इए वातासी वा इन्जिनियर जियारिमासेन हैन त। अब इए भनेको नाइ वातासी भनेको म वा भनेको चाहिँ इन्जिनियर भनेको इन्जिनियर जियारिमासेन भनेको होइन म चाहिँ इन्जिनियर होइन भन्नु पर्यो है। ल यति मात्रै हो। लेसन 1 मा हामीले पढ्नुपर्ने चिज भनेको यति मात्रै हो है त। अब देशका भने क्वेसन गरेको रहेछ भने बुझ्नु पर्यो देश भनेको एन्सर दिँदा लास्टमा आउँदो रहेछ हैन। अनि यो सिंगल आउनेलाई चाहिँ हा होइन वा भन्नुपर्ने रहेछ हैन त। वा भनेको चाहिँ रहेछ अनि म भनेको पनि रहेछ है। हाई भनेको हजुर हो होइन इए भनेको नाइ होइन आनातावा भनेको आनातावा इन्जिनियर देशका भनेको तपाईँ चाहिँ इन्जिनियर हो हाई वातासी वा इन्जिनियर देश हजुर म चाहिँ इन्जिनियर हो भनेर भनेको है। ल मिनासान यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो यदि राम्रो लाग्यो भने लाइक कमेन्ट अनि सेयर गर्न नबिर्सिनु होला। र साथै यहाँहरूले सब्सक्राइब पनि गरिदिनु हुनेछ भन्ने मैले आशा गरेको छु। र यस्तै रमाइलो भिडियोहरू म फेरि पनि यस्तै चाहिँ तपाईँहरूलाई काम लाग्ने भिडियोहरू म फेरि पनि तपाईँलाई लिएर आउनेछु। र अर्को पार्टको लागि तपाईँले वेटिङ गर्नुहोला लेसन 2 लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि मलाई बिदा दिनुहोस्। सायोनारा आरिगातो गोजाइमासिता।